एकचोटि हाम्रो गगन दाइको कुरा सुनौँ त। यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्नु, यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु भएर बस्नु, यो बेलामा रिच आउट गर्नु पर्दैन, यो बेलामा सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन र सबैको भएर सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन, गर्नुपर्छ भन्ने हामी ठान्छौँ र प्रधानमन्त्रीले गर्नुहोस् भन्ने हाम्रो चाहना, हाम्रो माग पनि छ। त्यसैका निम्ति हामीले मान्य सभापति मार्फतबाट र मान्य उपप्रधानमन्त्री पनि आउनुभएको थियो र उहाँ मार्फतबाट सरकारलाई हाम्रो कुरा पुर्याइदिनुहोस् पनि भनेका छौँ। ठिकै हो क्या, पार्टी समर्थन आफ्नो ठाउँमा छ, तर देशमा यस्तो धार्मिक द्वन्द्व सुरुवात हुनु आँट्दा चाहिँ प्रधानमन्त्री चाहिँ कुनामा बस्ने होइन, प्रधानमन्त्री चाहिँ प्रधानमन्त्री जस्तो हुनु पर्यो, खोपीको देउता बनेर बस्ने होइन। गगन दाइको यो बनाइमा चाहिँ म एकदमै 100% समर्थन छु। तपाईहरुलाई उहाँको विचार कस्तो लाग्यो कृपया कमेन्टमा